हामी आफ्नो मूल्याङ्कन कमै गर्ने गर्छौँ किनकि हामीले आफू सही लाग्छ अरूमा बढी फोकस्ड हुन्छौँ हामी जज गर्छौँ खोट खोज्छौँ फलाना यस्तो ढिसानो उस्तो हाँस्छौँ क्रिटिसाइज गर्छौँ ब्याकबाइटिङ गर्छौँ के हामी चाहिँ पर्फेक्ट छौँ र अरूको नजरमा हाम्रो बारेमा पछाडिबाट कुरा गरेर हाँस्नेको कमी होला र हो दुनियाँले के भन्छ त्यसलाई ओभरलुक गर्नुपर्छ तर मलाई सामान्य जीवनयापनका गतिविधिहरू नै टिका टिप्पणीको विषयवस्तु नहोस् जस्तो लाग्छ जस्तै हेर न त्यो मान्छे कसरी हिँडेको होला कसरी बसेको होला कस्तो फोहोरी तरिकाले खाएको कस्तो नराम्रो गरी बोलेको कस्तो जङ्गली र असभ्य व्यवहार देखाएको होला कस्तो अरूले सम्मान गर्नु पनि नजानेको कस्तो छुच्चो यस्ता कुराहरूमा सकेसम्म अरूलाई कुरा गर्ने ठाउँ नदिएकै राम्रो हुन्छ जस्तो लाग्छ हामीलाई आफ्नो बारेमा कसैले नराम्रो नभनिदिए हुन्थ्यो जस्तो लाग्छ तर सबै कुराहरूमा कन्ट्रोल गर्न त सकिँदैन नि त एटलिस्ट हाम्रो दैनिक जीवनका गतिविधिहरूमा तौतरिकाहरूमा थोरै करेक्सन त गर्न सक्छौँ नि होइन र आज मलाई बेसिक म्यानरको बारेमा थोरै कुरा बोल्न मन लाग्यो को व्यक्ति कस्तो छ भन्ने कुरा उसको बोलीचाली र व्यवहारबाट अड्कल काट्न सकिन्छ सामान्य भाषामा भन्नुपर्दा आफूलाई अरू सामु कसरी प्रेजेन्ट गर्ने अरूसँग कसरी इन्टरेक्ट गर्ने भन्ने तौतरिका नै बेसिक म्यानर हो स्कुल कलेज वर्क प्लेसेसमा त्यहाँ आफ्नो रुल्स रेगुलेसन्स हुन्छ डिसिप्लिन्स हुन्छ चाहेर पनि नचाहेर पनि हामी फलो गरेर आउँछौँ तर हामी घरमा र पब्लिक प्लेसेसमा जे गरे पनि हुन्छ जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने सोच्छौँ हामी अरूबाट रेस्पेक्टको एक्सपेक्टेसन राख्छौँ तर हामी अरूलाई रेस्पेक्ट गरिरहेको हुँदैनौँ के एक्सक्युज मी प्लिज सरी थ्याङ्क यू जस्तो वर्ड युज गर्न पनि कन्जुसाइ गरिरहेको हुन्छौँ एटलिस्ट हामी यस्तो पोलाइट वर्ड्स ग्रिटिङ्स त युज गर्न सक्छौँ नि होइन र अर्को कुरा यहाँ पेसाअनुसार चाहिँ मान्छेलाई व्यवहार गर्ने गरिन्छ म देखिरहेको हुन्छु पानीपुरी चटपटे पसलेहरूसँग अनि मजदुर वर्गहरूसँग त्यति राम्रो व्यवहार गरेको उनीहरूलाई सिधै त भनेर सम्बोधन गरिन्छ कि मलाई यो कुरा चाहिँ एकदमै ब्याड फिल हुन्छ अनि कसैको बानी हुन्छ झर्केर बोल्ने डिस्टर्ब गर्ने अर्काको सेल्फ स्टिममा ठेस पुर्याउने अर्काको व्यक्तिगत जीवन प्राइभेसीमा हस्तक्षेप गर्ने अरूको पालो मिचेर काम गर्ने यस्तो कुराहरू चाहिँ म्यानरलेस बिहेभियर अन्तर्गत पर्छन् बेसिक म्यानर भन्ने कुरा अरूसँगको इन्टरेक्सनको लागि मात्र नभइकन आफ्नो पर्सनालिटी इन्हान्समेन्टको लागि पनि उत्तिकै इम्पोर्टेन्ट हुन्छ यसको लागि हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ जस्तै अरूको कुरामा इन्टरप्ट नगर्ने बोल्दाखेरि अलि विचार पुऱ्याएर बोल्ने किनभने सुन्ने मान्छेले त्यसमा लजिक खोज्छ सत्यता खोज्छ विश्वसनीयता खोज्छ किनभने आजको जमानामा हामी अरूलाई फुल बनाउन सक्दैनौँ कि त्यस्तै गरेर पर्सनल हाइजिनलाई मेन्टेन गर्ने आफ्नो वरपर सरसफाइ राख्ने जस्ता कुराहरू पनि म्यानरभित्र नै पर्छन् मान्छे कतिको सभ्य छ भन्ने कुरा उसको किचन र बाथरुमको सरसफाइ र व्यवस्थापन हेरेर थाहा आउँछ अरे कि तर दुःख लाग्छ हामी त्यति पनि गर्न सकिरहेको हुँदैनौँ फलानाको घरमा गएको घर किचन कति फोहोर रहेछ बल्ल बल्ल खाएको बाथरुम गएको कस्तो फोहोर रहेछ हेर्दै नसकेर फर्के यस्तो भनेको त पक्कै पनि राम्रो भएन नि होइन र कमसेकम हामीले खानेकुरा लगाउने लुगा र बस्ने ठाउँ त सरसफाइ गर्न सक्छौँ नि होइन र यति गर्दाखेरि सबै देखिन्छ भने हामी यसको प्र्याक्टिस किन नगर्ने कसैको बानी हुन्छ म जस्तो जान्ने सुन्ने बुझ्ने कोही छैन भन्ने यो पनि मलाई म्यानरलेस बिहेभियर जस्तै लाग्छ मलाई चाहिँ सबैभन्दा चित्त दुख्ने भनेको चाहिँ अरूले दिएको गिफ्ट हुन्छ नि त्यसलाई व्यवस्था गर्ने कति मायाले सम्मानले दिएको हुन्छ अनि त्यस्तो कुरालाई चाहिँ फोहोर अवस्थामा फालिएको अवस्थामा व्यवस्था गरिएको अवस्थामा देख्दाखेरि त दिने व्यक्तिलाई त चित्त दुख्छ नि त त्यही भएर अरूको फिलिङ्सको कदर गर्न नसक्नु पनि ब्याड म्यानर हो जस्तो लाग्छ हाम्रो गतिविधिहरू अटोमेटिकली नै चलिरहेको हुन्छ हाम्रो मुख हात खुट्टा फेसियल एक्सप्रेसन जेस्चर कसरी चलिरहेको हुन्छ हाम्रो त्यतातिर ध्यान नै गइरहेको हुँदैन कि यही कुरा हामीले नर्मल लाग्ने कुरा अरूलाई एब नर्मल लागिरहेको पनि त हुनसक्छ नि त त्यही भएर यस्तो कुराहरू चाहिँ हामीले करेक्सन गर्न सक्छौँ तर यसको लागि भने यो निरन्तर प्र्याक्टिसको जरुरत हुन्छ मलाई आउँदैन सिक्नु पनि छैन जस्तो छु त्यसरी नै बाँच्न चाहन्छु भनेर त्यो यथास्थितिवादलाई पक्रेर बस्छ भने त्यो मान्छे पक्कै पनि सामाजिक होइन
त्यस्तो प्रवृत्ति भएको व्यक्तिले चाहिँ मलाई अरूले बहिष्कार गरे, इज्जत गरेनन् भनेर गुनासो गर्नु चाहिँ जायज हो र? निष्कर्षमा म के भन्न चाहन्छु भने बेसिक म्यानर भन्ने कुरा अरूलाई देखाउनको लागि होइन कि आफ्नो लाइफस्टाइललाई सहज बनाउन, आफूलाई सभ्य बनाउन, आफूमा भएका गुणहरूलाई एन्हान्स गर्न, सेल्फ रेस्पेक्ट मेन्टेन गर्न र अरूबाट रेस्पेक्ट पाउन र आफ्नो कन्फिडेन्स बढाउनको लागि हो। पढ्ने भनेको सर्टिफिकेट हासिल गर्ने अनि करियर बनाउने मात्रै होइन, सिभिलाइजेसन सिक्नु पनि हो। आजभोलि मैले आफूलाई धेरै नै जज गर्न थालेछु। आफूले गरेका व्यवहारहरू चित्तै बुझ्दैन, कति रिग्रेट हुन्छ, कति म्यानर्स सिक्नै बाँकी छ। सिक्ने कोसिस गरिरहेको छु, लाइफलाई सिभिलाइज्ड बनाउने कोसिस गरिरहेको छु। अनि हजुरहरू पनि